हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। र गाइज हेर्न सक्नुहुन्छ आज म स्कुलबाट आइसकेको छु। गाइज हामीहरू पैदल यात्रीहरू हो, हिँड्दै घर जान पर्छ। र गाइज हेर्न सक्नुहुन्छ हामी चामल लिएर आएको छौँ। अनि यहाँको पार्क हेर्नु गाइजहरू, बाटो चुप। मास्टर राजा हो, जुमे वाहनै ए भयो म राजाको छोरा हो। तब हेर्नु यहाँको नजारा, देखो यहाँको नजारा। त अब हेर्नु मेरो ब्याग ट्र्याक्टर चाहिँ पनि तपको लागि मैले नयाँ ब्याग लिन्छु। अनि हेर्नु हाम्रो रेस्टुरेन्ट थियो, त्यो पनि हेलो खुल्यो। र गाइज हेर्न सक्नुहुन्छ बाटोमा कति परिवर्तन आइसकेको छ। हामी पहिला कता थियौँ, अब कता अझै अलिक टाढा छ। गाइजहरू यस्तै छ जिन्दगी झन्डै भइसकेको छ। ल गाइज हेर्नु हाम्रो मन्दिर, छिटाइज यहाँ आइज साइड। चार्जर खोइ धन्दा यहाँ रहेछ। मम्मीले एक झाप्पड लगाइजहरूले उतातिर एउटा घर देख्नु भएको होला नि, गेटको त्यहाँ त्यो टोल भएको घरतिर हामी त्यहाँ अझै पुग्नको लागि यत्रो बाटो हिँड्नुपर्छ। अङ्कलहरू दुईवटा अङ्कलहरू आउनु छ नि, त्यो बाटोतिर हाम्रो घर कता एउटा गेट छ नि, हाम्रो घर। गाईहरू ऊ त्यो हाम्रो घर सेतो छ नि, यो बारी हो। त्यो कडा सुकाएको घर छ नि, त्यो घर हाम्रो। हिजो मम्मीले राति यस्तो मिहिनेत गरेर कपडा धुनु थियो, अनि त्यहाँ सुकाउनु गयो। र गाईहरू हेर्न सक्नुहुन्छ हामी त्यो पथमा आइसकेको छौँ, शक्तिपथ हेर्नु। गाईहरू हेर्न सक्नुहुन्छ, गाईज हाम्रो घर आइसकेको छ। हेर्नु गाईज, गाईहरू हेर्नु हाम्रो घर। र गाईजहरूको लागि यतिकै र धन्यवाद।